यसपल्टको निर्वाचनमा चाहिँ राष्ट्रिय परिचय पत्रको उपयोग चाहिँ भयो भन्नु पर्यो। किनभने अब राष्ट्रिय परिचय पत्र भनेको त्यो चाहिँ एउटा आधिकारिक परिचय पत्र हो। हामी कहाँ धेरै परिचय पत्रहरू बन्छ, एउटै व्यक्तिहरूको 2-3वटा परिचय पत्र छ, नागरिकता छ, राष्ट्रिय परिचय पत्र छ, भोटर कार्डहरू पनि हुन्छ। तर यसपल्टलाई हामीले राष्ट्रिय परिचय पत्रलाई प्रयोग यो निर्वाचनमा त्यसको आधारमा चाहिँ भोटर लिस्टमा दर्ता गर्नलाई चाहिँ एउटा सरल भयो। किनभने सबै रेकर्ड त राष्ट्रिय परिचय पत्रमै हुन्छ। त्यो भएपछि व्यक्तिले गएर सबै कुरोको डाटा त दिइरहनु परेन, त्यसको नम्बर दिएपछि त अटोमेटिक त्यताबाट भोटर लिस्टमा जाने भयो। त्यसो भएको हुनाले एउटा सरल पनि भयो र यो जुन भनौँ न यस कुराको यो प्रविधिको जुन कुरोको प्रयोग भएर आयो यसले एकदम सरल भयो र सरल भएपछि मानिसलाई एउटा भिड हुने अवस्था पनि भएन। त्यही परिचय पत्रको नम्बर दिएपछि ठाउँ-ठाउँबाट जहाँबाट गएर निर्वाचन आयोगमा त्यो नम्बर पठाएपछि त सरलै भोटर कार्ड बन्न सक्ने अवस्था चाहिँ भयो त्यसबाटको आधारबाट। र त्यसैले अहिले भिड पनि बढ्यो त्यसको आधारबाट। अस्ति भएको दर्ताबाट भन्दा पनि अस्ति चाहिँ झन्झट अप्ठ्यारो थियो, अहिले चाहिँ अब त्यो नम्बर दिँदा हुने भएको हुनाले अब अहिले चाहिँ फेरि एकाएक भिड बढ्यो। भनेपछि जसले चाहिँ अल्छी मानेको थियो त्यो मान्छेहरू पनि गयो। त्यसैले अहिले भिड बढ्यो र अहिले निर्वाचन आयोगसँग छलफल गरेर सल्लाह गर्दाखेरि 5 दिन फेरि बढाउने भन्ने कुरा भएको छ। अब अहिले चाहिँ जेनजी पुस्ताकाहरू चाहिँ बढी आकर्षित भएको देखिन्छ भोट मतदान गर्नेमा। यानि कि 2082 सालको फागुन महिनाको 21 गते हुने निर्वाचनमा चाहिँ मतदान गर्नलाई अहिलेको जेनजी पुस्ता नै एउटा आकर्षित भएको र उनीहरू चाहिँ त्यसमा सहभागी हुने चाहिँ देखियो भन्ने कुरा यसबाट पुष्टि भयो। जब जोसँग राष्ट्रिय परिचय पत्र छ र जसले चाहिँ भोटर लिस्टमा नाम आफूले त्यसलाई समावेश गर्न सकेको थिएन त्यो व्यक्तिहरूलाई राष्ट्रिय परिचय पत्रको नम्बरको आधारमा हुन्छ भन्ने बित्तिकै अहिले उनीहरू चाहिँ धेरै सरल भयो भनेर आकर्षित भएका छन्। अब केही सुस्तता त छ निर्वाचन आयोगमा, त्यो पनि निर्वाचनको आयुक्तहरूले चाहिँ हामी त्यसलाई सुधार छिटै गर्छौँ र 5 दिन म्याद पनि थप्छौँ भनेको हुनाले अब म सबैसँग महानुभावहरूसँग मतदाताहरूसँग म के गर्न अनुरोध गर्न चाहन्छु भने यहाँहरूले यसपल्ट निर्वाचनमा निर्धक्क भएर भाग लिए हुन्छ। किनभने सुरक्षाको प्रत्याभूति जुन गर्नुपर्ने हो त्यो सरकारले गरिरहेको पनि छ। जो भागेको कैदीहरू भनिएको छ, हतियारहरू हराएको भनेको छ, त्यसको खोजी पनि निरन्तर गरिरहेको छ र हाम्रो सुरक्षा निकायका सबै अङ्गसँग चाहिँ हाम्रो कुरा पनि भइरहेछ, चलिरहेछ। उहाँहरू यसको मामलामा अति सिरियस पनि हुनुहुन्छ। त्यसैले निर्वाचन यो हुनुपर्छ र नयाँ पुस्ताको चाहिँ मलाई जहाँसम्म लाग्छ यसमा प्रतिनिधित्व भएर एउटा नयाँ वातावरण मुलुकमा आओस् भन्ने मलाई लाग्छ।